प्रोजेक्ट भनेको के हो त हैन, प्रोजेक्ट भनेको सिरिज अफ टास्क, त्यसपछि स्कोप, टाइम, रिसोर्सेस हैन, यी प्रोजेक्टको लागि चाहिँ आवश्यक पर्ने तत्त्वहरू। प्रोजेक्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिंगल डिफाइनेबल पर्पज, प्रोडक्ट अर रिजल्ट, एउटा निश्चित कुराको लागि हैन, एउटा निश्चित पर्पज, सिंगल एउटा आइडेन्टिटी, युनिक पर्पजको लागि चाहिँ यो चाहिँ गराएको हुन्छ हैन। अर्गनाइजेसन परफर्म वर्क, जस्तो आइदर अपरेसन अर प्रोजेक्ट, एउटा अपरेसन हुनसक्छ, अर्को प्रोजेक्ट। अपरेसन भनेको अनगोइङ रिपिटेटिभ हुने हो, सधैँ नियमित भइराख्ने काम भने। प्रोजेक्ट चाहिँ के हो त, टेम्पोररी, युनिक हैन, कहिले कहिले हुने कुराहरू मात्रै हो। त्यही भएर प्रोजेक्ट म्यानेजमेन्ट इज द प्लानिङ, अर्गनाइजेसन, डाइरेक्टिङ एन्ड कन्ट्रोलिङ अफ कम्पनी रिसोर्सेस फर अ रिलेटिभली सर्ट टर्म। एउटा टर्म डिफाइन गरेको हुन्छ, टाइम डिफाइन गरेको हुन्छ हैन, सुरुवात गरेर चाहिँ यसको सकिने पनि टाइम हुन्छ हैन। द्याट हेज बिन इस्टाब्लिस टु कम्प्लिट स्पेसिफिक गोल्स एन्ड अब्जेक्टिभ्स हैन। अब यहाँ चित्रमा छ, चित्रमा के छ त भन्दाखेरि स्टार्ट छ, फिनिस छ हैन। यो टाइमको उसमा चाहिँ डोमेनमा देखाएको छु। अर्को भर्टिकलमा चाहिँ कस्ट एन्ड स्टाफिङ लेभल। इनिसियलमा के छ त, यो स्टाफ एन्ड कस्टको चाहिँ पैसा थोरै छ हैन। इन्टरमिडिएटमा के छ त, त्यो दुईटै कुराहरू धेरै छ हैन। अनि फाइनलमा फेरि के भयो त, कस्ट एन्ड स्टाफिङ लेभलहरू फेरि के भयो त, घट्दै घट्दै गयो है।